म लगाइरहेको हो यसै बस न लियो पार्कमा यतापट्टि बस्नु ए फिल्डिङै जानु पर्यो गरे जान सक्छ क्रिस गाड श्रेयाम एकछिनमा त म चेन्ज छैन ₹100 आउँदैछ चेन्जमा ल्याइदिन्छु गर्दै गएर ल्याइदिन्छु ₹100 ल्याइदिन्छ छाताबाट क्या छाताबाट आयो त तलपट भन्नु ओए अहिले मैले निकालेको उडायो राम्रो आउने रहेछ त्यहाँ चाहिँ आउँदैन आयो क्या गएन पछाडि छ कि छैन 2 रन होला त्यहाँ भन्छ नि अहिले मैले त 2 रन भनेको थिएँ के फुल गयो नि 4 चक्का दियो नि चक्का छोप्दिन है फेरि घाम मोबाइलले पुरा तात्छ ए बेला पर्न छ भन्नु न पर्दैन अलिक क्याबलाई खाइबा मजा आइरहेछ ल ठिकै छ कहाँ जाँदै आधीमा अड्के बलिङ गर एक ओभर सकिन तीन बॉल टीका 2 की 1 दौडिने हामीलाई गाह्रो हुने भयो हाम्रो हानि ती मात्र हान्ने हो $25 त्यस्तो भ्याउँदैन अझै 25 नभए होला आधी घन्टा लेट भइसक्यो
गुड क्यारी अप्सन भने सुरज गयो निकाल्नु त छाता ल्याछ भनेर त्यो कसो कडा ओ स्विङ हेर्दा भएर गएको है पर्दैन बाल बाल यताबाट हावा हेरेर चाहिँ सुकै बाहिर हाम्रो पनि सुन्दैन सँगको सरै जान्छ भरेर जान्छ एन्जल एकजना यता एकजना बस्छ एक टिमको उता बस्छ हो त्यसमा हजुर कति रहेछ म त सुरुमा 11:30 हो बोला छैन त मिलाउँछ नि त्यहाँ सुरुमा Oh, God. Arching with the took. बस को वापस उता वापस बिना साइड बोले ना आजकल इन्होंने मिलाउँछ मैले मिलाउनु छोड्दिएको सौरज बा सौरज सुधी बडा सुधी पछि डिपो डिपो सुमन सुमन पछि क्रिस त्यसपछि हजुर यहाँ छ बोले यहाँ चाहिँ प्याड न अनि छ भन्दै छु त हाम्रो टिमका प्याड ए सजो मा प्याड Last ball. Bat Seattle jab. Jab बनाई दिनु त Seattle. कोसी होला लास्ट खोइ त खसी उनी खसी लगिहाल्यो के छ खोइ कहाँ गयो हाम्रो खसी के पुरा आउँछ त ब्यागमा
मासु इन्सुमै आउँछ यताले है राउन्ड विकेन्ड झनै पेस भयो टुच्चिक भएको छ ट्राइकिङ गरेर स्याप त्यो माथि क्राक रहेछ यहाँ त्यसो दौडिनु त होइन मेरो ब्याग होइन यहाँ छ मेरो ब्याग किट ब्याग भित्र एकदमै लाउनु भाइ त्यतिकै राम्रो है त्यसको मोबाइलहरू सब फोटो बिहामा फोटो खिच्दाखेरि त्यो बाहिर निकाल्नु लाइभ भइरहेको छैन रेकर्डमा म्याटले हो क्या अलिकति बलरलाई भन्नु त मुभमेन्ट छ नि त लाइन पनि के लाइन दुई Good shot! Oh! एक टर्न पनि रहेछ सर बाउन्ड्री 9 रन कति हो 2.4 ट्राई पनि भएन
Giving. Team खड़ा हुआ है. Over. बादल एउटा है ना. खोज्दै यही आएको गफ दिनुपर्छ एउटा भिडियो बनाउँछ गाह्रो है मौसम माध्यम मैं उतै समस्या नि छुटा फुल छाता दिपुगा त्यो एक्लै छ त्यो दुई वान Nice. कता डिपुका बस्छ त्यसको ठुलो छातामा ठ्याक्कै अट्छ बिजन पानी छोकिरहेको छ दुई बल जाडो महिनामा हामी आएको नि हैन प्लिज Over. अलिक छिटो आउनु पर्यो बलर अलि ढिला भयो टाइम आउट
बलरलाई हिराख न हौ बल खालिसक्यो सुन्दर तर यो त के हेर अस्ति त खेलेर त्यो के वडा कपसँग खेल्यो अहिले भनेर यहाँदेखि क्या यहाँदेखि यस्तो के त्यो होला किलोवाला होइन बाजेवाला भुँडी पनि प्याक्छ अम्पायर खै यार प्लेयर्सहरू यस्तै बनायो भने त्योबाट पाइन्छ नभए त हिजोको पानीले त जम्छ नि हजुर सबजना उठाएको थियो क्या बेलुकातिर आउँथ्यो अचल धेरै छोड्यो बेलुका चाहिँ के गर्छ त त्यसले खेल्नु पनि गेम खेल्दैन मान्छे चाहिन्छ कि छैन होइन उता हो अब होइन चल छैन ऊ कहाँ छ बल कस्तो घोडाको टी सर्ट जस्तो नि पोल्नी त छैन कि त्यो चिज पोल्छ नि ओ है यहाँ पनि रुम लिएर यतै हान्नु खोजेको थियो उतै हान्नु सुगम नसरी हान नसरी स्टपमा छोडा ओए नाइस शट चौका आयो त गुड तीनजनामा बस्यो भने छाता समात्ने बिचकै समात्नु पऱ्यो छाता छिरेन सौरभ तिमी भएन घामै परेर च्याप्नु पऱ्यो छोड्दै अनिलले छोड्यो गुड अब हिमाल पावर घट्यो सायद अलि युज टु हुनु पर्यो आउँछ जतिसक्दो माथि बॉलिंग आज गुड रन मुंबई गुम्बा है भने उसको गुम्बा उताको गुम्बा
26 रन 5 पुरै ढाहा थर्ड Nice, Sugam, nice, Sugam. अस्ति पुरा केटाले मैं तो टर्नै छ त त्यहाँ त्यसै खेल्नु न ज्याप भन्दा आउँछ सिएट ज्याप देख्नु डाँडा घटाउनु आज यहाँ डाँडा यहाँ पाउँछौँ आज ज्याप भाँचेर बनाउँछ त्यो स्याहार पनि भाषा हो सौरभ एकछिनपछि श्यामसँग चेन्ज गरिदिएर 10 ओभरमा त्यो थाकिरहेको फेरि वाइट हो आइजा सुगरले झ्याप्पा हानेको त कसै जान्छ दुई दौड्यो अब आया भन्छ नि त्यो त्यहाँ पछि भन्दै रौनक पारेर दुई बल दुई
ओरिजिनल टनै हो होइन होइन जस्तो लाग्यो ओरिजिनल टन त्यत्रो महँगो परेको थियो ब्याग होइन त आई मिन उसको नसिब पनि छ अनि अर्को कसको पनि छ क्या एउटा यो चाहिँ नसिबको चाहिँ सुगमले पहिला लिएको चाहिँ ठिक त्यो ब्लु रहेछ क्याप्चर टाइसिङ जस्तो लाग्यो ग्लोभ्स हुँदैन कस्तो पावरै नपाएको थियो है त्यसको पावर चाहिँ घटाएर छ अब प्र्याक्टिस गर्नुपर्छ प्र्याक्टिस हो कि ग्राउन्ड ठुलो भयो हामीलाई पाँच हान्थ्यो त लास्ट 4 साल हामी त्यो म्याच खेल्दाखेरि पनि 1-2वटा सर्ट हाने नि पुरा थियो दा भइसक्यो नि पावरको भयो ओभर कति रन 10 ओभर 10 ओभर 6 ओभर 33 रन 5 मा गएर हाल आज लेफ्टी राइटी भएर अलिकति गाह्रो भयो एक्स्ट्रा पनि आयो 7 एक्स्ट्रा आइसक्यो ए श्रीयामलाई चाहिँ चेन्ज गरिदिनु पर्यो जस्तो श्रीयाम बस्यो बस्यो अनिल लाइटर थर्टी थ्री हान्नेको नानी हो नि 20 बल त्यस्तो नि 25 ओभर छ 80 पाले 200 25 ओभरमै सुरुमा तर त्यो बल खतरा थियो खतरा भयो बेगमा पिटेर बाउन्स तर विक्रमलाई त विक्रम कस्तो बलिङ आउँछ थोरै थोरै आएको छ स्विङ आउँछ होला यस अनि भाग्छ कि ओ खतरा फिल्डिङ यार यो त बाहिर पुऱ्याउनु होइन निकालिरहेको छ टन कति राम्रो भएर चाहिँ भन्छ किन साइडमा बलमा 15 निकाल्ने बेलामा निकाल्ने बेला भइसक्यो 20 मा 15 10 ओभरमा यति भयो भने निकाल्नु हान्छ होला खै पछि एक्सर्साइज गरेर होइन मलाई भन्ने हुन्छ यस्तो हान्नु पर्यो नि बुवा खतरा लेफ्टी भन्नु के तपाईँ पनि लेफ्ट आइपिएलमा हेर्नु त सबै सक्सेस सबै लेफ्टी छन् सबै लेफ्टीहरूको युज लाग्यो अस्ति राम्रो चल्छ जस्तो मेरो यो हात होइन राइटी भन्दा लेफ्टीको यत्रो एरिया छ जस्तो लाग्यो नि कि त
त्यो राइट ह्यान्ड बलिङ गर्यो भने त्यस्तो हुन्छ त्यो अनुसार बस्नु नि यहाँ त क्यामेरा तात्छ भनेर राखेर मैले होला Shot. Go, 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 go. जर्मनी हो क्या जर्मनी को छ गयो पनि जग्गा नाच्ने कस्तो गर्छ ओ च्याप्पै ओभर मैले भन्नै छ भन्छ अस्ति पनि निकालेर कम टेन्सनमा कम गाली खाएँ मैले निकालेपछि निकाल्यो न निकाल्यो 30 बलदेखि निकालेर 40 बल पुगिसक्यो निकाल्यो यो 7 ओभर स्वरूप कसरी थाहा पाएछ ठाउँ यार ठ्याक्कै मैले फोन गरेको थिएँ लास्ट टाइम त हामी त यतै घुम्यौँ कि अनिल बलरको नाम सोध नि फेरि जय जे भाइ जय है बाटै है सुगम बोला आइडियल पेस ठ्याक्क आइडियल पेस दुईजना छ बल सन्डे आउँछ त अनि ओ माई गॉड तर पेस्ट ठिक्क छ सुगम बुट लेफ्ट राइटी होइन गाह्रो हुँदो रहेछ अप्ठ्यारो भएछ वाइट 2 110 गइसक्यो यार 7 ओभर
एक्स्ट्रा 10 गइसक्यो सातो 5 वर्ष भइसक्यो ठुलोलाई चाहिँ अहिले वास्ता भएन उसले पनि यहाँ सेक्सन बाबालाई चाहिँ पानी पर्ला क्या खायो यो त गयो क्या कमन गयो पार छक्का पार पुग्यो अझ पुगेन होइन न ओल्ड ब्रिज उसको लागि पेस्ट ठिक्क छ नि सुगमलाई ठिक्क पेस्ट छ त्यस्तो पेस्ट त हाम्रो यो पनि हाल्यो गयो छक्का एक बल बाँकी छ एक बल बाँकी थियो दुईटा वाइड छ सुरु तिमी जाला न आफै खसेर ब्याट्री सकिन्न अहिले 70 तात्या जस्तो